हेलो साथीहरू, आज चाहिँ म खुर्सानी टिप्दैछु। पोहोर साल रोपेको चाहिँ रोप्ने बेला पोहोर साल रोपेको चाहिँ हामी आजभोलि धमाधम बेचिरहेछौँ। यसरी टक्क अगाडि झोला राखेर यसरी झोलामा टक्क टक्क यसरी चाहिँ टिपेर यसरी भाँच्नुपर्छ है। यसरी टिपेर चाहिँ टक्क झोलामा हाल्यो अनि बोरामा खनायो अनि बेच्यौँ। हामी अस्ति नैदेखि बेचिरहेको। यो चाहिँ कसरी टिप्नुपर्छ भन्दाखेरि यसरी यो टिप्नु पर्यो भने यसरी ढाड हुन्छ है। म देखाइदिन्छु। यो टिप्नु पर्यो भने यसरी छ। यसले चाहिँ यताबाट ढल्काउँदाखेरि आफै जान्छ क्या, आफै भाँचिन्छ क्या। हातले काटिराख्नु पर्दैन, जस्तै अझै म देखाउँछु, अझै क्लियर देखाउँछु तपाईँहरूलाई। म अझै क्लियर देखाउँछु। कुन चाहिँ देखाउँछु भने यो यसरी छ होइन, यो यसरी छ, यसले चाहिँ यता ढल्किँदाखेरि आफै भाँचिन्छ क्या, यो आफै भाँचिन्छ क्या। ल है साथीहरू, अब हामी चाहिँ धमाधम खुर्सानी टिपेर आज चाहिँ यति टिपेर बेच्नुपर्छ। यो एउटा ठुलो गराह अस्ति नै बेचिसक्यो, 2-3 चोटि बेचिसक्यो। अब फेरि आज भोलि लाने रे काठमाडौँ। आज टक्क टिपेर भरे रेडी बनाएर भोलि लाने रे। ल है साथीहरू, अब अरू भिडियोहरू पनि हाल्दै गरौँ ल। हेर्दै गर्नु, फलो गर्नु है। थ्याङ्क यू।